तपाईहरू देखिरहनु भएको छ यो जनमुक्ति सेनाको प्रथम डिभिजन हो। पूर्वी नेपालको इलाम र झापाको सिमाना चुलाचुलीमा अवस्थित छ यो क्याम्प। म ठीक यसको मूल द्वारको सामु उभिएको छु। तपाईहरू देख्दै हुनुहुन्छ मूलद्वारको माथि लेखिएको छ जनमुक्ति सेना नेपाल प्रथम डिभिजन। सुरक्षाको लागि बाहिर ढाट राखिएको छ र म ठीक त्यसै ढाटको सामु उभिएको छु। अहिले म भित्र पस्दैछु। वरिपरि रुखहरू लगाइएका छन्, केराका बोटहरू छन् स्वागत गर्न बसे झैं। परसम्म फैलिएको छ क्याम्पको परिवेश, भ्याउन पनि गाह्रो लाग्छ आँखाले। काँढे तारको सुरक्षित घेराबन्दी छ। दिउँसोको समय सबै जनमुक्ति सेनाका कामरेडहरू क्याम्पमा केन्द्रित छन्। टिनका झुप्रा छन्, पालहरू छन्, चित्राका छाना र चित्राकै बारहरू छन्। सोझै पूर्व गएपछि फेरि एउटा द्वार, एउटा गेट आउँछ। देब्रेपट्टि संयुक्त राष्ट्र सङ्घको क्याम्प छ। त्यहाँको स्थिति अलि फरक छ। कुनै दलित बस्ती, कुनै गरिब बस्तीको बीचमा ठडिएका घरहरू झैं, महलहरू झैंको अनुभव हुन्छ। झट्ट हेर्दा त्यहाँको परिवेश यस्तै लाग्छ। मजदुर बस्ती बीच ठडिएको अलिशान महल झैं लाग्छ। मूलद्वारभित्र पस्ने बित्तिकै 1 मिनेटमै एउटा विश्राम गृह भनौँ पार्टी आउँछ। यो विश्राम गृह हो। भेट्न आउने आफन्तहरूसित जनमुक्ति सेनाका कामरेडहरू यहीँ भेटघाट गर्छन्। पाहुनाहरूसित यहीँ बसेर भलाकुसारी गर्छन्। म अहिले त्यही ठाउँमा विश्राम गर्दैछु। भव्य नाराहरू छन्। जनमुक्ति सेनाका शहीदहरूको फोटा चारैतिर छन्। राता तुलहरू छन्, उद्धरणहरू लिपिबद्ध छन्। जनमुक्ति सेनाको प्रतीक चिन्ह छ। अहिले म डिभिजन कमान्डर कमरेड परवानाका सामु छु र उहाँ साथ हुनुहुन्छ सह कमान्डर पावेल। कुराकानी चल्छन् हाम्रा बीच। युद्ध, वार्ता, क्यान्टोनमेन्ट सबै कुरा हुन्छन्। जनमुक्ति सेना नेपाललाई यसरी बन्दीको जस्तो जीवन बिताउन, यसरी कुञ्जिएर क्यान्टोनमेन्टमा बस्न मन छैन, एकछिन पनि मन छैन। सबैको कुरा यस्तै हुन्छ। उहाँहरूको भनाइबाट यसै कुरा बुझ्न सकिन्छ। अब हामीले क्याम्पमा बसेर देशमा को स्थिति चाहिँ अलिकति बुझिराखेका छौँ, हेरिराखेका छौँ। अब शान्तिको प्रक्रिया जटिल हुँदै गएको, जनताको चाहना अप्ठ्यारोमा पर्दै गएको स्थिति हामीले देखिरहेका छौँ बाहिर है। र भित्र त हामी के भइरहेको छ त भन्दाखेरि हामीलाई गणतन्त्र चाहिन्छ भन्ने कुरामा हामी एकठेका छौँ। सबै जनमुक्ति सेना गणतन्त्र चाहन्छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र चाहन्छ। त्यसको निम्ति सबै साथी तयार हुनुहुन्छ र अरू त्यसको निम्ति अरू शारीरिक दैनिक अभ्यासहरूमा तपाईँहरू क्यान्टोनमेन्टबाट निस्किएर नारा जुलुस गर्नुभयो भन्ने कुराहरू पनि पत्रिकामा आयो। त्यो आवश्यकता किन पर्यो? के कारणहरू थिए? क्यान्टोनमेन्टबाट निस्केका छैनौँ, हामी क्यान्टोनमेन्टमै छौँ। शान्ति सहमतिलाई पालन गरिराखेका छौँ। हामीले क्यान्टोनमेन्टबाट बाहिर निस्किने स्थिति नपरोस् भनेर चाहिँ हामी त्यो चाहन्छौँ। र यहाँ चाहिँ कतिपय मान्छेहरूले अब जनमुक्ति सेनालाई तलब दिन्न, त्यो माओवादीको मात्रै सेना हो भन्ने पनि सुनिन्छ। यो जनमुक्ति सेना माओवादीको सेना मात्रै बनेर लडेको होइन, यो देश र जनताप्रति जिम्मेवार भएर, शोषित उत्पीडित जनताप्रति जिम्मेवार भएर राजतन्त्रको अन्त्य गर्नको निम्ति र गणतन्त्रको स्थापना गर्नको निम्ति लागेको कृत्रिम अभाव खडा गरेर हामीमा थप सङ्कट पैदा गर्न खोजिएको छ।
उहाँहरूले आफूले खाने पानी देखाउनुहुन्छ, पानी खान लायक छैन, सहजै बुझ्न सकिन्छ रातो छ पानी। शिक्षा, स्वास्थ्य, सूचना, पत्र पत्रिका सबै कुराबाट वञ्चित छौँ, उहाँहरूको भनाइ यस्तै हुन्छ। वास्तविक रूपमा यो धेरै जटिल समस्या हामीले भोग्नु परेको छ। हामीले आर्सेनिक युक्त पानी खानु परिरहेको छ, जुन पानी धुन पनि ठिक छैन, जुन पानीले भाँडा पखाल्न पनि योग्य छैन, त्यो पानी हामीले पिउनु परिरहेको छ। त्यस्तो पानीको स्रोत छैन। अहिलेसम्म हामी चाहिँ ट्युबवेलको पानी प्रयोग गरिरहेका छौँ। खानेपानीको सख्त अभाव छ। पानीको कारणले 250 भन्दा बढी साथीहरू पानीजन्य समस्याको कारण बिरामी हुनुहुन्छ। दोस्रो कुरा चाहिँ हाम्रो चाहिँ सरसफाइमा हाम्रो कुनै ध्यान दिएको छैन। हामीले खानको निम्ति जम्मा 60 रुपियाँ दिन्छ दैनिक, र त्यो समस्याले कुनै भौतिक आवश्यकता पुरा हुँदैन, खाना पनि राम्रोसँग पुग्दैन। घाइते यथावतै छन्। चिलाउने, जिउ सुनिने आदि आदि रोगले ग्रस्त भएकाहरू शिविरमा छन्। स्वास्थ्यको उचित व्यवस्था छैन। उहाँहरूका कुरा एक एक गरेर म सुनिरहेको छु। सुत्केरीहरूको स्थिति बेहाल छ। बाल बच्चाहरूको स्थिति बेहाल छ। भोकभोकै हुनुपर्छ। जनमुक्ति सेना ऋणमा डुबेको छ। उहाँहरूका कुराहरू एकपछि अर्को गरेर थपिँदै जान्छन्। यो जनमुक्ति सेनाको पुस्तकालय हो। सबै कुरा असरल छन्। व्यवस्थित पार्ने तयारी चल्दैछ। केही पुस्तकहरू जम्मा पारिँदैछन्। कामरेडहरू पुस्तकालय व्यवस्थित पार्न नसकिएकोमा, प्रशस्त पत्र पत्रिका पढ्न नपाएकोमा चिन्तित देखिन्छन्। फुर्सदको समयमा भलिबल लगायत केही खेलिन्छ, तर मन रमाउँदैन। उहाँहरूको थप गुनासो हुन्छ। व्यवस्थापनकै कमजोरीले गर्दाखेरि यो समस्या भइरहेको छ। हामीले चाहिँ यो आफ्नै खाद्यान्नको बजेटबाटै पनि चाहिँ केही पुस्तकहरू जम्मा गरेका छौँ। अब यो चाहिँ राख्ने प्लानहरू चाहिँ बनाइयो, तर यो सकिराखेको छैन। पैसाकै अभावमा यस्तो भइरहेको छ। सबै कोठामा टिभी छैनन्। समाचार र कार्यक्रम हेर्न समूहमा विभाजित भएर हेर्नुपर्छ। यो एउटा कोठा हो जहाँ अहिले केही कामरेडहरू नेपाल टेलिभिजनको च्यानल 2 को दिउँसोको कार्यक्रम हेरिरहनु भएको छ। के कार्यक्रम हेर्नुहुन्छ तपाईहरू? म सोध्छु। समाचार हेर्छौँ, समाचारले चित्त बुझ्दैन। माओवादी र YCL को विरोध बढी छ, उहाँहरूको भनाइ हुन्छ। सबैभन्दा बढी आस्थाका स्वरहरू मन पर्छ, अनि जनआवाज लोकगीत सुन्छौँ र हेर्छौँ। NTV 2 को उज्यालो यात्रा मन पर्छ। पहिले भन्दा त फरक छ केही, तर पुरानो ढाँचाबाट नेपाल टेलिभिजन मुक्त हुन सकेको छैन। उहाँहरूको निष्कर्ष हुन्छ। म नेपाल टेलिभिजनको एउटा प्रतिनिधिको रूपमा, त्यसको अध्यक्ष तथा महाप्रबन्धकको रूपमा एउटा प्रमुख तपाईँलाई जिज्ञासा राख्छु। तपाईँहरूले टेलिभिजन हेर्ने फुर्सद कतिको निकाल्नुहुन्छ, अथवा टेलिभिजन कस्तो लागेको छ, कस्तो हुनुपर्थ्यो, के भएको छैन, के पुगेको छैन जस्तो के लाग्छ? तपाईँको प्रतिक्रिया के छ? नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रमहरू, त्यहाँको समाचारहरूको हेर्दा सुन्दा कस्तो लाग्छ तपाईँहरूलाई? यसमा के लाग्छ भने, पहिलो कुरा हामीले पर्याप्त मात्रामा टेलिभिजन छैन हाम्रो क्याम्पमा। समस्या त्यो छ। हामीले मुस्किलले ब्रिगेडमा एउटा क्याम्पमा 1-2वटा भन्दा बढी टेलिभिजन हाम्रो श्रमबाट बचेको पैसाले हामीले अहिले अस्ति भवन निर्माणको बेला श्रमबाट बचेको अलिअलि पैसा 2000 पैसाले केही 2-4वटा टेलिभिजन किन्यौँ। जम्मा हाम्रो होल डिभिजनमा 4-5वटा भन्दा बढी टेलिभिजन छैन। 3000 भन्दा बढी फोर्सको बिचमा हाम्रो 4-5वटा भन्दा टेलिभिजन छैन। हामीले टेलिभिजन हेर्ने फुर्सद त छ, समय दिनको एक टाइम हामीले टेलिभिजन हेर्ने फुर्सद हुन्छ, तर त्यो टेलिभिजन हामीले फुर्सद भएको बेला त्यहाँ चाहिँ खास गरी अन्य गणतान्त्रिक टाइपको चाहिँ त्यो सांस्कृतिक गीतहरू, नृत्यहरू, गणतान्त्रिक टाइपको त्यस्ता इन्टरभ्यूहरू होइन। अब अहिले चाहिँ अहिलेको चाहिँ जनयुद्ध र जनआन्दोलनले अहिले शान्तिको अहिले जो एउटा
प्रोसेस त्यतातिर ओरिएन्टेड भएको कार्यक्रमहरू अलिक कम र त्योभन्दा अरू कार्यक्रमले बढी भर गरेको हामीले पाउँछौँ हैन। र हामीलाई लाग्छ यसमा अलिकति ध्यान दिनुपर्छ हैन, जनतालाई गणतान्त्रिक चेतना दिनुपर्छ सञ्चारको माध्यमबाट हैन, र जनतालाई अधिकारको चेतना पनि दिनु पर्यो। एउटा चाहिँ सूचना सञ्चार भनेको एउटा चाहिँ विज्ञापनको साधन जस्तो हामीले पाउँछौँ बढी है। ठुला चाहिँ पुँजीपतिहरूको हैन, राष्ट्रिय पुँजीपतिहरू अन्तर्राष्ट्रिय पुँजीपतिहरूको विज्ञापनको साधन बनेको जस्तो हामीले बढी पाउँछौँ सञ्चारको साधनहरू। बढी यो चाहिँ जनतालाई चेतनायुक्त गराउनलाई, जनताको चेतना स्तर माथि, वैचारिक स्तर माथि अप गर्नुको निम्ति जनतालाई अहिलेको समसामयिक राजनीतिक विषयवस्तुमा ओरिएन्टेड गर्नुको निम्ति चाहिँ यो प्रयोग गर्नुपर्छ। म मौनताका साथ टाउको हल्लाउँछु। 1 घण्टा बितेछ। म डिभिजन कमान्डर परवाना र सह कमान्डर पावेलसित दरिला हात मिलाउँदै र अन्य कामरेडसित हात हल्लाउँदै बिदा हुन्छु। छोडिन्छ क्याम्प। साथीहरू पर पुगुन्जेल हात हल्लाइरहेका हुन्छन्। मूल गेटले मलाई हेरिरहेको हुन्छ। हाम्रो टोली छिन्ताङ सुखानी ब्रिगेडतिर लाग्छ। हामी धरान पुग्छौँ। धरानबाट सोझै पूर्वतिर पानमारा हुँदै हामी अझ अगाडि बढ्छौँ। आधा घण्टाको बगरको बाटो हुँदै हामी अगाडि बढ्छौँ। भित्री मधेस जस्तो बोध हुने एउटा गाउँ आउँछ। पहाडको फेदीमा बसेको त्यो गाउँ सुरे र भावर प्रदेशको बीचमा छ। त्यसपछि हामी पुग्यौँ त्यही गाउँमा, जनमुक्ति सेनाको क्यान्टनमेन्ट भएको गाउँमा। परैबाट चिनियो त्यो क्याम्प हो भनेर। नीला पालहरू, विशेष किसिमका छाप्राहरू परैबाट देखिए, टल्किए। सुरुमी स्वागत गर्यो मूलद्वारले छिन्तान सुखानी ब्रिगेड भन्दै। हामी भित्र पस्ने जोहोमा लाग्यौँ। यही हो क्याम्प। तपाईँहरू देख्दै हुनुहुन्छ मूलद्वार र अर्को द्वार। कति राम्रो कलाकारिता छ। वरिपरि फैलिएको भूगोलमा छरिएका छन् चित्र र प्लास्टिकका छाप्राहरू। यो मूल हल सभागृह हो, यो मेष हो र यो ब्रिगेड कार्यालय हो। पानीको समस्या, स्वास्थ्यको समस्या सबै बिरामी छन्। यो विषाक्त र धमिलो पानी कहिलेसम्म पिउने हामीले? फेरि त्यही कुरा हुन्छन्, फेरि त्यही पीडाका कुराहरू थपिन्छन्। पार्टीले राखेका 22 सूत्रीय माग र जनमुक्ति सेनाले राखेका 7 सूत्रीय मागलाई लिएर हामीले लगातार 3 दिनदेखि क्याम्पभित्र नारा जुलुस गर्दैछौँ र अबको 10 मिनटमा पुनः यो कार्य सुरु हुन्छ। यदि हाम्रा मागहरू पुरा भएनन् भने हामी बाहिर निस्केर नारा जुलुस लगाउँछौँ। यो कुरा ब्रिगेड कमान्डर विवेकले मलाई सुनाउनुहुन्छ। नभन्दै 10 मिनटभित्र 4 कुनाबाट जनमुक्ति सेना नारा जुलुस गर्दै अगाडि बढ्छन्। म जुलुसलाई हेरिरहन्छु। केही क्षणपछि नारा जुलुसपछि त्यो जनमुक्ति सेनाको लामबन्दी आफ्नो क्याम्पभित्र फर्किन्छ र हामी फेरि साथीहरूसित, ब्रिगेड कमान्डर विवेकसित हात मिलाएर बिदा हुन्छौँ र अलिअलि गर्दै हामीबाट बिदा हुन्छ छिन्ताङ सुखानी ब्रिगेड पनि।